सबैजनालाई आज मैले चाहिँ हर्क साम्पाङको यो फेसबुकको पेज खोलेको छु। यो उहाँको आफ्नै पेज हो, हर्क साम्पाङ अ रेभुलेसन। उहाँको चाहिँ फेसबुक पेजमा चाहिँ उहाँले कति हाल्नुहुन्छ हेर्नुहोस्। 1 घण्टा अगाडि रक्षा मन्त्रालयको बजेट किताब हिजो यतिमा दिइएन, हिजै सकियो। बजेटको छलफल मैले इङ्गित गरेको छु। मैले इङ्गित गरेको यो गल्ती पनि अर्थमन्त्रीज्यूले रस्टमबाटै स्वीकार्नुभयो भन्नुभएको छ उहाँले हैन। उहाँले जे भन्नुभएको छ अर्थमन्त्री स्वीकार्नुभयो, यो त राम्रो हो। अनि यहाँ अर्को पनि छ उहाँको 2 घण्टा अगाडि, यहाँनिर छ 1 घण्टा अगाडि जयदेश लेखेर आज श्रमदान दिवस उहाँले लेख्नुभएको छ। फेरि यहाँ तल बजेट किताबमा हिसाब गलत छ भने मैले इङ्गित गरिदिएको थिएँ भनेर अहिले पनि त्यहाँ माथि मैले देखेको थिएँ। अहिले पनि फेरि यहाँ पनि रहेछ उहाँको 2 घण्टा अगाडि। त्यसपछि फेरि 2 घण्टा अगाडि नै चिया उद्योगहरू किन बन्द भए भनेर लेखेको छ उहाँले हैन। चिया उद्योगहरू किन बन्द भए भनेर लेख्नुभएको छ। अनि त्यहाँबाट सरकारले खोइ त पहल गरेको। अब यहाँ लेख्नु भएको छ उहाँले हर्क साम्पाङले बजेटमा त्रुटि भएको भनेसँगै अब आफै हर्क साम्पाङको पेजबाट मैले यस्तो गरेँ भनेर चाहिँ लेखे यो न्युज हाल्नु अलिकति राम्रै हो कि के भन्नु। आज श्रमदान दिवस त्यहाँ पनि लेख्नु भएको थियो, फेरि यहाँ पनि लेख्नु भएको छ। कति लेख्या हो? अब 23 र भदौ 23 र 24 को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने सदन आधारित दिने देखिन्छ भनेर लेख्नु भएको छ। ठिकै छ। यहाँ फेरि वाह माननीय हर्क साम्पाङज्यू भनेर यहाँ चाहिँ फेरि पनि यो मन जितेरै छाड्नु हो। आफैले आफैलाई मोपाई गरेर भिडियो उहाँले सेयर गरिरहनु भएको छ है। यहाँ पनि खै यो जरा अरूले चाहिँ सेयर गर्दै राम्रो हुन्थ्यो होला। फेरि पनि सेयर गर्नुभएको यही कुरोलाई हेर्नुहोस्। अनि यहाँ हामी हाइड्रो पावरमा निर्भर छौँ त तर भनेर लेख्नु भएको छ हैन। मान्य हर्क साम्पाङज्यू भनेर आफैले आफैलाई जटिल समस्यामा रहनुभएका भुटानी शरणार्थी सम्बन्धी विषयमा मान्य हर्क साम्पाङज्यूले सदनबाट सरकारलाई ध्यानकर्षण गराउनु भएको छ भनेर आफैले आफैलाई भनेर यसरी भिडियो सेयर गर्नुभएको छ हैन। सभामुखज्यू आइन्दा नहेर्नु है, नत्र झन् धेरै बेइज्जत हुनेछ। सभामुखको बेइज्जत भएको भन्नुहुन्छ तर सबैजनाले हर्क साम्पाङकै बेइज्जत भयो भन्ने कुरा आइरहेछ। खै अब यो कुरो नि अब दर्शकहरूले मूल्याङ्कन गर्नु होला। भुटानी शरणार्थीको विषयमा आवाज उठाउनु हुँदै सदनमा हर्क साम्पाङज्यू भन्नुभएको छ। हर्क साम्पाङले यस्तो गर्दै हुनुहुन्छ भनेर आफैले आफैलाई उहाँ चाहिँ सेयर गरिरहनु भएको छ है। अरूले सेयर गर्दै राम्रो हुन्थ्यो, आफैले आफैलाई सेयर गर्दा चाहिँ अलिकति नराम्रो, अलिकति नसुहा हो कि जस्तो लाग्यो है मलाई चाहिँ। तर हजुरहरूले फेरि मलाई गाली गर्नुहुन्छ कि। फेरि यहाँ पनि रहेछ विधिवत श्रमदान दिवस भनेर सुरु भएको 4 वर्ष भयो भन्नुभएको छ। ठिक छ, श्रमदान त राम्रो हो नि हैन, तर समय सापेक्ष हुनु पर्यो। श्रमदान भन्दा नि अब त त्यो अत्याधुनिक मेसिनहरू चलाउने जनशक्ति तयार गरिदिएर लाग्नुपर्ने जस्तो लाग्छ मलाई। मेरो सुझाव है फेरि यो। फेरि मैले गाली खान थाल्छु उहाँको समर्थकहरूबाट। रासोपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ, मलाई थाहा छ यो हैन। कर्टेसी रविजीको हो। प्रधानमन्त्रीले सीमाबारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुने थियो। आएन, म उपस्थित बन्न सक्दिनँ है भन्नुभएको छ। तर यसरी बोलाको ठाउँमा जानु राम्रो हुन्छ है हर्क साम्पाङज्यू। हजुर त नेता हो नि, उहाँहरूले बोलाको ठाउँमा जानु भएन नि भोलि तपाईले बोलाको ठाउँमा पनि उनीहरू आउँदैनन् नि हैन त। आज सदनमा नि राखेको छु, बिमा बोर्डले बीपी अस्पताल धरानलाई 97 करोड तिर्न बाँकी रहेछ। हो यस्तो कुरा त ठिक छ, तर राम्रो कुरा हो हैन। तर आफैले आफैलाई चाहिँ मोपाई गरेर भिडियोहरू चाहिँ नहाल्दिनु होला। तपाईलाई अरूले हाल्दियो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई है। हर्क साम्पाङले संसदमा खोजे रक्षा मन्त्री हैन। अब आफ्नै पेजबाट आफै हाल्दाखेरि चाहिँ यो चाहिँ अलिकति खै नसुहा जस्तो लाग्छ। यस्तै छ। 10 वर्ष अगाडिदेखि कोशीको पानी धरानको लागि सङ्घर्ष हर्क साम्पाङज्यूको भनेर चाहिँ आफैले आफ्नै कुरो चाहिँ सेयर गरिरहनु भएको छ। ठिक छ, हजुरले गर्नु भएको छ, एकदम राम्रो हो। ल यहाँ पनि
आफ्नै न्युजहरु मात्रै सेयर गर्नु अलि राम्रो हैन। जनताको कुराहरु चाहिँ सेयर गरिदिनु होला। ल ठिक छ। आज मैले यति नै राखेँ यहाँहरुलाई। 5 मिनेट भइसकेको छ भिडियो है। धन्यवाद।